आइटिसी सुदर्शन डे 11। आज म नेपालको कन्स्टिट्युसनको बारेमा केही बोल्न गइरहेको छु, केही बोल्न होइन। हाम्रो संविधानमा चाहिँ 35 भाग छन्, 35 भाग छन्, 308 धारा छन्, अनि अर्को भनेको 9 अनुसूची छन्। अनि यीमध्ये संविधान चाहिँ 2072 असोज 3 गते संशोधन गरिएको हो भने यसको पहिलो संशोधन चाहिँ 2072 साल 6 महिना होइन 11 महिना 16 गते र यसको दोस्रो संशोधन भने चाहिँ 2077 साल 3 महिना 4 गते। अनि अर्को भनेको चाहिँ यसको बारेमा यसको मैले भाग 3 हेर्दै चाहिँ मौलिक हक र कर्तव्य, मैले यो धेरै हेरेको छैन, सिधै म भाग 3 मा गएको। अनि यसमा चाहिँ के भन्दा चाहिँ एउटा सामान्य देशमा भएको नागरिकले कसरी बाँच्न पाउँछ भन्दा मौलिक हक र कर्तव्य भनेको उसको राइट र ड्युटिजको बारेमा एक्सप्लेन गरिदिएको छ, अनि एकदम मजाले एक्सप्लेन गरिदिएको छ होइन। अनि त्यही हो आजको लागि। अनि यो चाहिँ कति मौलिक हक चाहिँ हामीसँग टोटल 31 वटा छन्, जुनदेखि चाहिँ कति 16 देखि 46 सम्म छन् होइन, 16 देखि 46 सम्म गरेर 31 वटा मौलिक हक छन्। यही हो। द्याट्स माई टाइम। थ्याङ्क यू। सी यू।